हेलो नमस्ते एभ्रिवान, स्वागत छ सबैजनालाई सागर एचयू च्यानलमा। आजको यो भिडियोमा हामी लोकसेवा आयोगको प्रिटेस्ट तयारीका लागि धेरै महत्त्वपूर्ण गणित प्रश्नहरूबारे छलफल गर्नेछौँ। यदि तपाईँ तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनभने यस्ता प्रश्नहरू परीक्षामा बारम्बार सोध्ने गरिन्छ। पहिलो प्रश्न हाम्रो चाहिँ यस प्रकार रहेको छ। एउटा कक्षामा रहेका 180 जना विद्यार्थीहरूमध्ये 72 जना केटीहरू र बाँकी केटाहरू छन् भने केटाहरू कति प्रतिशत होलान्? हाम्रो एउटा कक्षामा 180 जना चाहिँ जम्मा विद्यार्थी रहेको छन्, जसमध्ये 72 जना केटीहरू भन्नाले बाँकी कतिवटा केटाहरू प्रतिशतमा रहेको छन्, कति प्रतिशतमा रहेको छन्? अप्सनमा हाम्रो 40, 56, 60, 64। अब यसको सोलुसन गर्दाखेरि हामी सोलुसन हेर्दाखेरि जम्मा विद्यार्थी सङ्ख्या चाहिँ 180, त्यस्तै केटीहरूको सङ्ख्या 72 अनि केटाहरूको सङ्ख्या निकाल्दाखेरि जम्मा विद्यार्थीबाट हामीले केटीहरूको सङ्ख्या घटायो भने हाम्रो केटाहरूको सङ्ख्या आउँछ, केटाहरूको सङ्ख्या 108 आयो। 108 आयो। अब केटाहरूको सङ्ख्या प्रतिशतमा बदल्दाखेरि माथि चाहिँ केटाहरूको सङ्ख्या, तल चाहिँ हाम्रो, त्यसैले हाम्रो केटाहरूको सङ्ख्या 108 आयो। अब केटाहरूको सङ्ख्या प्रतिशतमा निकाल्दाखेरि हाम्रो माथि चाहिँ 108 हुन्छ अनि तल चाहिँ 180। 108 चाहिँ हाम्रो केटाहरूको सङ्ख्या, तल चाहिँ हाम्रो जहिले पनि जम्मा सङ्ख्या राख्नुपर्छ, कतिजना विद्यार्थीहरू छ त्यो राख्नुपर्ने हुन्छ। 180 अनि इन्टु 100 गर्दाखेरि हाम्रो 60% आयो, त्यसैले हाम्रो 60% एन्सर भयो। अर्को क्वेसन चाहिँ हाम्रो यस्तो छ, कुन सबभन्दा सानो भिन्न हो? तलको देखाएमध्ये, तलको देखाए बमोजिम, तलको देखाए अप्सनहरूमध्ये सबभन्दा सानो भिन्न, सबैभन्दा सानो फ्र्याक्सन कुन हो? क्वेसनले यही भन्न खोजेको छ। त्यसको सोलुसन गर्दै हामीले यो सबै अप्सनहरूलाई भाग गर्दै डेसिमलमा व्यक्त गर्नुपर्ने हुन्छ। पहिलो हाम्रो 13/16 लाई गर्दाखेरि हाम्रो यो 0.82 आयो। त्यस्तै हाम्रो बीमा 15/19 ले डिभाइड गर्दै हाम्रो 0.78 आयो। त्यस्तै हाम्रो 17/21 गर्दाखेरि हाम्रो 0.80 आयो, 0.880 आयो। त्यस्तै हाम्रो डीमा चाहिँ 7/8 गर्दाखेरि हाम्रो 0.0.87 आयो। त्यसैले यो अप्सनहरू हेर्दाखेरि हामीले सबभन्दा सानो भिन्न कुन लाग्यो? 0.78। त्यसैले 0.78 भन्दाखेरि हाम्रो यो बी राइट एन्सर भयो। भन्नाले 15/19 हाम्रो राइट एन्सर भयो। अर्को प्रश्न हाम्रो चाहिँ 3 नम्बर प्रश्न यस प्रकार छ, 4वटा गाई वा 3वटा गोरुहरूले कुनै एउटा चौरको घाँस 12 दिनमा खाइसक्छ भने 8वटा गाई र 3वटा गोरु मिलेर सोही चौरको घाँस कति दिनमा खाइसक्छ? क्वेसन खासमा के भन्न खोजेको छ? 4वटा गाई र 3वटा गोरुले दुवैजना मिलेर एउटा चौरमा भएको सम्पूर्ण घाँस तिनीहरूले मिलेर 12 दिनमा खाइसक्छ भने 4वटा गाई अनि 3वटा गोरुले मिलेर चाहिँ 12 दिनमा खाइसक्छ भने 8वटा गाई र 3वटा गोरुले मिलेर त्यो चौरमा भएको घाँस कति दिनमा शाखा पार्छ, कति दिनमा खाइसक्छ? अप्सन हाम्रो 2 दिन, 3 दिन, 4 दिन, नन अफ द अबभ भन्नाले यो 2, 3, 4 दिन मध्ये कुनै पनि होइन। यसको समाधान गर्दाखेरि हामीले एक गाईले एक दिनमा कति खान्छ, त्यस्तै एक गोरुले एक दिनमा कति खान्छ भन्ने काम गर्छ त्यो निकाल्नुपर्ने हुन्छ। त्यो हाम्रो गिभन छैन, त्यसैले हामीले दुवैले एक्स अनि वाइ क्रमशः मान्नुपर्ने हुन्छ। त्यसले हाम्रो एक गाईले एक दिनमा गर्ने काम भन्नाले खाने घाँस चाहिँ हाम्रो एक्स भयो, त्यो चौरमा खाने घाँस चाहिँ एक्स भयो। त्यस्तै गोरुले चाहिँ एक दिनमा गर्ने काम अथवा खाने घाँस चाहिँ हाम्रो वाइ भयो। क्वेसन अनुसार हाम्रो के भनेको छ? 4वटा गाईले चाहिँ 12 दिन लगाउँछ अनि 3वटा गोरुले चाहिँ 12 दिन लगाउँछ होइन। त्यसैले हाम्रो के हुन्छ? त्यसैले हाम्रो गाई इक्वल टु 1 भन्ने हाम्रो चौर भयो, तल हाम्रो दिन भयो, 4 × 12 भन्ने एउटा गाईले त्यो खाना हाम्रो कति दिन लगाउँछ? 1/48 भन्ने 1/48 दिन लगाउँछ। त्यस्तै हाम्रो गोरु कति थियो? गोरु हाम्रो 3 थियो, यसले नि 12 दिन लगायो। त्यसले हाम्रो गर्दा 1/3 × 12 1/36 भयो। 1/36 दिन 1/36 दिन हाम्रो चाहिँ गोरुले लगायो। तर हामीलाई फाइन्ड गर्नुपर्ने के छ? 8वटा गाई अनि 3वटा गोरु। अब 8वटा गाई 3वटा गोरु हेर्दाखेरि हाम्रो 8वटा गाई र 8वटा गाईको काम हेर्दाखेरि हाम्रो 8 × x भन्ने हाम्रो 1 दिन
एक्स भन्नाले हाम्रो कति दिनमा एक्स भन्नाले हाम्रो चाहिँ के भन्छ र एउटा गाईले कति दिनमा खान सक्छ हैन। त हाम्रो कति आयो 1/48 का आयो। 1/48 त्यो चौरको खान सक्छ, चौरमा भएको घाँस खान सक्छ। त्यसैले के भन्छ हाम्रो 8 × 1/48 भयो। हाम्रो यो 8 ले 48 काट्यो भने 1/6 दिन भयो, 1/6 दिन भयो। त्यस्तै 3वटा गोरुले कति काम गर्न सक्छ त 3 हाम्रो इन्टु y भन्ने हाम्रो कति थियो अघि 1/36 थियो। 1/36 1/36 ले 3 ले हामीले मल्टिप्लाई गर्दाखेरि गुणा गर्दाखेरि हाम्रो 3 ले 36 काट्छ अनि 12 हुन्छ 1/12 दिन। अब हामीले क्वेशनमा के भनेको छ यो दुवैले मिलेर कति दिनमा काम गर्न सकाउँछ। यो 8वटा गाई अनि 3वटा गोरुले कति दिनमा सकाउन सक्छ। त 8वटा गाई अनि 3वटा गोरुले कति दिनमा त्यो चौरको घाँस खान सक्छ भने दुवैको लाग्ने कामलाई हामीले जोड्नुपर्ने हुन्छ। कति समय लाग्छ भन्ने त्यो कुरा जोड्नुपर्ने हुन्छ। पहिलो हाम्रो 1/6 हाम्रो गाईको भयो, त्यस्तै हाम्रो गोरुको चाहिँ 1/12 भयो, जोड्दाखेरि हाम्रो 3/12 भयो। 3/12 1 भन्ने हाम्रो चौर भयो, 4 भन्ने हाम्रो दिन भयो। कति समय लाग्छ त्यो एउटा चौरको त्यो घाँस सघाउन, घाँसलाई सिध्याउन हाम्रो 8वटा गाई अनि 3वटा गोरु मिलेर कति दिन लाग्छ हाम्रो भन्नाले 4 दिन लाग्छ। त्यसैले हाम्रो 4 एन्सर, त्यसैले हाम्रो यो राइट एन्सर 4 भयो। राइट एन्सर हाम्रो 4 भयो। अर्को प्रश्न हाम्रो यस प्रकार छ। यु पेड ₹9600 एज इन्ट्रेस्ट अन अ लोन यु टुक 5 years ago at 16% सिम्पल इन्ट्रेस्ट। वाट वाज द अमाउन्ट यु टुक एज लोन। यो क्वेसनमा के भन्न खोजेछ, तिमीले चाहिँ एकजना मान्छेले चाहिँ 5 वर्ष अघि नै लोन ल्याएको थियो भन्ने, त्यो कति लोन ल्याएको थियो 5 वर्ष अघि नै लोन ल्याएको थियो ल 5 वर्ष पछि भन्ने अहिले प्रेजेन्ट अवस्थामा त्यसले त्यो लोनको लागि 16% रेटमा 16 के भन्छ हाम्रो रेटमा त्यसले कति ब्याज तिरेछ 9600 भन्ने, त्यसले कति ऋण ल्याएको थियो भन्ने, कति सावा ऋण ल्याएको थियो प्रिन्सिपल चाहिँ फाइन्ड गर्नुपर्ने हुन्छ। हाम्रो अप्सन हाम्रो दिएछ 16400 12500 त्यस्तै 12000 18000 क्रमशः दिएछ। सोलुसन गर्दाखेरि हाम्रो सिम्पल इन्ट्रेस्टको फर्मुला नर्मल लगाउनु पर्यो। हाम्रो I = PTR/100। आई हाम्रो इन्ट्रेस्ट चाहिँ हाम्रो यता 9600 आइहाल्यो। त्यस्तै हाम्रो पी वाट भनेको छ किनकि पी फाइन्ड गर्नुपर्ने भनेको छ यसमा क्वेसनमा, पी को पी यता आइहाल्यो। त्यस्तै हाम्रो टी, त्यस्तै हाम्रो समय चाहिँ कति टाइम लाग्यो त्यसले त्यो काम गर्न त्यो मान्छेले काम भन्दा नि के भन्छ त्यसले कति टाइम लगायो, टाइम पछि यसले इन्ट्रेस्ट तिरेछ 5 साल पछि हैन। त्यसैले 5 साल पछि इन्ट्रेस्ट तिरेछ। त्यसैले हाम्रो यहाँ 5 इयर भन्नाले 5 हुन्छ। त्यस्तै हाम्रो रेट कति दिएको छ, रेट चाहिँ हाम्रो 16% छ, यता हाम्रो 16 आउँछ। त्यसैले 5 × 16 गर्दाखेरि हाम्रो 80 भयो। अनि यो 100 छ नि, यो 100 हाम्रो राइटतिर छ नि, यसलाई लेफ्टतिर लग्दाखेरि हाम्रो यो टाइम्स भइहाल्छ। टाइम्स भन्नाले गुणामा गइहाल्छ। त 9600 मा 100 ले हामीले गुणन गर्दाखेरि हाम्रो 9,60,000 आउँछ। 9,60,000। त्यस्तै यो 5 अनि 16 मा हामीले 5 16 मा गुणन गर्दाखेरि हाम्रो 80 आयो। त्यस्तै त्यो आयो। यति आयो हैन। अब हामीले त्यो यो मान कसको निकाल्नु पर्ने छ, पी भन्ने हाम्रो प्रिन्सिपल सावा लोन जे भन्दा नि हुन्छ, यसको मान निकाल्नु पर्ने छ। यसको मान निकाल्नले हामीले यसले एक्लो गर्नु पर्यो कि एक्लै गर्नु पर्यो। तर यसि त के छ 80 छ। 80 ले हाम्रो हामीले यसलाई लेफ्ट साइडतिर लाग्नु पर्यो। लेफ्टतिर लाग्दाखेरि हाम्रो टाइम्स यो गुणनमा छ, यता आउँदाखेरि हाम्रो भागमा भइहाल्छ। त्यसैले 9,60,000 मा हामीले 80 ले डिभाइड गर्दा हाम्रो 12,000 आयो। 12,000 हाम्रो एन्सर मिल्यो। यो अप्सन बी हाम्रो 12,000 एन्सर भयो। 12,000 एन्सर भयो। अर्को लास्ट प्रश्न अन्तिम प्रश्न यस प्रकार छ। 80 को 4/5 र 80 को 40% को फरक कति हुन्छ। यो क्वेसनले के भनेको छ खासमा 80 को 4/5, 80 को 4/5 भाग र 80 को 40% को डिफरेन्स मानले फरक बीचको घटाउँदाखेरि दुवैको मान निकालेर घटाउँदाखेरि हाम्रो के परिमाण आउँछ, के रिजल्ट आउँछ त्यही भन्न खोजे। अप्सनमा हाम्रो 32 34 36 40 दिएको छ। अब यसको समाधान गर्दाखेरि यो फरक भन्ने हाम्रो काउन्ट डिफरेन्स भन्ने यो 80 को 4/5 अनि 80 को 40% बीचको डिफरेन्स भन्न खोजे। अब 80 को 4/5 गर्दाखेरि हाम्रो यो 80 को 80 भयो हैन। को भन्ने हामीले यसले टाइम्स भन्ने यसले गुणन गर्नुपर्छ। को भन्ने बित्तिकै हाम्रो दिमागमा के आउनु पर्यो, गुणन आउनु पर्यो, गुणन आउनु पर्यो। त्यसैले यहाँ गुणन आयो। अनि 4/5 को 4/5 अनि बीचमा हाम्रो यो माइनस को माइनस भयो। त्यस्तै
80 को 40%, 80 को 40% भन्नाले हाम्रो 80 को 80 अनि यो को भन्नाले हाम्रो गुणन भयो 40%। जहिले पनि कुनै पनि कुरालाई प्रतिशतमा छ भने त्यसलाई भिन्नमा लाग्दाखेरि हामीले जहिले पनि 100 ले भाग गर्नु पर्यो। त्यसैले 40 मा 100 ले भाग भयो। त्यसैले हाम्रो 5 ले हाम्रो यो 80 क्यान्सल हुँदाखेरि हाम्रो 16 भयो, 16 चौके 64। त्यस्तै हाम्रो यो दुईटा 0 ले एउटा 0 गयो अनि 8 चौके हाम्रो 32 भयो। 64 बाट 32 घटाउँदाखेरि हाम्रो 32 आयो। त्यसैले हाम्रो यो दुवै बीचको फरक, यो दुवै बीचको घटाउँदाखेरि हाम्रो कति आन्सर हुन्छ? 32 हुन्छ। यति गर्दाखेरि हाम्रो 32 आन्सर आयो। 32 आन्सर आयो। आजको लागि यति नै साथीहरु। तपाईले भिडियो राम्रो लाग्यो भने कृपया लाइक एन्ड शेयर गर्न नबिर्सनु होला। त्यस्तै यस्ता अरु प्रिटेस्ट प्रश्नहरु अभ्यासका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्दै बस्नु होला। त्यस्तै कुनै पनि कन्फ्युजन भयो भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। म कमेन्टमा रिप्लाई दिन्छु तुरुन्तै। ल, यति भन्दै म आजको भिडियोबाट बिदा लिन चाहन्छु। धन्यवाद।